यस्तै छ हो जिन्दगी आँटा चावल खानेको जिन्दगी अब चमच किन चाहियो र होइन चमच बाहिर फ्याँके बस अब चाहिँ नि तैँले चाहिँ नि खानु पनि भगवान्ले दिएको चाहिँ नि यत्रो ठुलो चाहिँ नि चमच होइन त किन गर्ने यो चाहिँ नि एक कडी बनाएको मैले तर चाहिँ यो सुक्खावाला हो होइन मसला देख्न सक्नुहुन्छ यो लिएर तपाईँहरूले नि कसम चाहिँ यो चाहिँ नि खाना देख्यो भने याद गर्नुहुन्छ होला यो ल्याउनु यसरी मसला यो चावल माथि यसरी राख्यो ल्याउनुहोस् यो अन्डाको छोडिदेऊ होइन के भने ओहो तातो रहेछ ज्यादा के भन्छ नि यस्तो यो लाइफ तपाईँहरूले पो माया गर्दैन गरे पनि अलि गरिदिनुहुन्छ म किनकि रुममै बसेर चाहिँ नि सबै यसरी खाना बनाएर खाएको चाहिँ देखाएको हुन्छु अरे तपाईँहरूलाई मन पर्दैन होला सायद त्यही भएर कहीँ चाहिँ नि हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू बाबा आमा सम्पूर्ण देश विदेशमा रहनेहरूले यो मेरो खाना देखेर चाहिँ नि मुखमा पानी आयो होला तर के गर्नु त नि तपाईँहरूले मै दिन्न हेर्छ भिडियो बस लाइक फलो गर्छ फेरि क्यान्सल गर्छ तपाईँहरूले होइन मलाई चाहिँ यति चाहिँ लेखिपल्टी छैन म त्यही भएर मैले सानो सानो भिडियोहरू बनाएर यसरी हालेको हुन्छु तपाईँहरूलाई मन हेर्ने रहेछ फेरि चाहिँ सब्सक्राइब पनि गर्नुहुँदो रहेछ त्यहाँदेखि कमेन्ट पनि लाग्छ खुसी लाग्छ गाली दिए पनि मलाई त एकदम खुसी लाग्छ गोर्खालीको छोरा हुनु त नपढेको गोर्खालीको छोरा अब चाहिँ जस्तै चाहिँ खाना बनाएर चाहिँ हाले तापनि बस तपाईँले गाली दिए पनि खुसी खुसी खान्छु म मजा आउँछ यहाँ खुर्सानी पनि एकदम तिखो हाम्रो चाहिँ नेपालको जस्तै किनकि म त इन्डियामा छु रे इन्डियामा चाहिँ यत्रो चाहिँ 32 साल भयो मेरो नोकरी गऱ्यो गु सोरेर चाहिँ बसेर अन्डा खाइरहेको छु अझै पनि अझ मेरो चाहिँ कति साल भयो यहाँ भन्दाखेरि 32 साल भयो सोच्नु होला मैले आफ्नो परिवारलाई सोचेन मैले सिर्फ पैसा कमाएर चाहिँ मैले घर बनाउँछु भने तर बनाउनै सकेन तनखा पनि त्यही हो कहिले चाहिँ अगर 10,000 छ भने चाहिँ 9,000मा गिराइन्छ 1,000 रुपियाँ काटिदिन्छ त्यो पाउने होइन